So baby, come home. I need you to hold me, 'cause it's getting cold and it's getting stormy. These nights I'm alone, but my one and only picks up the phone and tells me she's never coming home. अहिले कोही पनि छैन घरमा just me घर निक्लिँदा चाहिँ सबै चेक गर्नुपर्छ तरो गाली खाइन्छ बेसी जस्तै लाइट आउने थियो यो देखेको भए सुरु हुन्थ्यो नभनौँ खासै जस्ट राइडिङ गुड I hope recording मजाले भइरहेको छ because चेस्टमा चाहिँ खासै मजाले देखिरहेको छैन and then I hope यो माइकले पनि भोइस मजाको रेकर्ड गरिरहेको छ होला always close this door त्यो भन्दा नि मैले यताको ढोका चेक गर्नु पर्यो I don't know मैले क्लोज गरेँ कि नै गरेँ रहेछ It's all good. They're close. You're close. They're close. So, yeah, bunny. Close कर दिए. Just look at the beauty. Just हेर्दिम न यसरी ल. Just look at it. Wow. मान्छेले चाहिँ के बनाएकै हो के है. For more details, you guys can see मेरो अर्को बाइक को डिस्क्रिप्सन भन्ने के भन्ने ओभरलुक वाला भिडियो छ I hope my lenses are clean okay बाइक अघि तताइसकेको छ so anyone will say like oh बाइक नतताइ कुदाको अघि धुएर पुरा टल्काएर तताएर राखेको So अब चेनमा मोबिलर नि हालेछ I mean lube or wax भनौँ न So यसलाई चाहिँ यहीँ राख्दिउँ कसैले चोर्दैन हाम्रो घर चाहिँ कस्तो छ नि ठ्याक्क एन्डमा छ कि डेड एन्डमा यस्तो भित्रको घरकै अब यहाँ छ डेड एन्ड छ कि सो मान्छे पास भइ नै हुन्न त्यस्तै कि चोर्नै आउँछु भन्नेले चोरे मात्र हो क्लिप गर्दैछु I hope it works है बलिहाल्छ यो भाइजरलाई चाहिँ केही लाग्दैन So okay guys mic check audio आइरहेछ एकचोटि लास्ट चेक गरिदिउँ फेरि यत्रो भिडियो खिच्यो सब जान्छ mic check okay स्क्रिन लक छ yes लक छ स्क्रिन अलिकति यो माइक राखेको यहाँ च्यातेर जस भिजनलाई चाहिँ अलिकति छेकिरहेछ सो फेरि हेर्दिउँ न एकचोटि ओहो यहाँ त सफा गर्नै भुलेछु एउटा ब्रस चाहिँ किन्नु छ सफा गर्नुको लागि सो ओके गाइज आज चाहिँ जस्ट अडियो चेक 360 चेक गर्नको लागि विल बी गोइङ फर अ सर्ट राइड लेन्स पुस्दिउँ सो गाइज आज चाहिँ यसो अडियो चेक यो चाहिँ थम्बनेल बनाउनु पर्यो 1 2 3 थम्बनेल है त ल आज चाहिँ अडियो चेक अनि भिडियो सो कस्तो आउँदो रहेछ भनेर चेक गर्नु सर्ट क्लिप बनाऊँ सो स्लोली I'll be starting on अनि if you guys want to know about this bike anything else just comment down below I'll try my best to answer it regarding my experience कस्तो कुदाउँदा के कसो कति भयो अहिले कुदाएको चाहिँ 2205 पुगेछ अनि मोड 3 मा कुदाइरहेको छु चाहिँ पावर अनि यो खै ट्र्याक्सन कन्ट्रोल के अनि यो व्हीली अनि इन्जिन ब्रेकिङ हो 1 मा चाहिँ खतरा इन्जिन ब्रेकिङ हुन्छ पावर 5 मा चाहिँ धेरै थोरै हो 1 भने चाहिँ खतरा पावर हो के ट्र्याक्सन कन्ट्रोल के पो थियो अरे भुले अनि यो व्हीली कन्ट्रोल चाहिँ अब त्यो बाइक हुन्छ नि गियर चेन्ज गरेर बटाल्दाखेरि नउडोस् भनेर हो कि जेरोमा गऱ्यो भने चाहिँ उड्छ फेरि तर मैले मोड 3 मा गरिरहेको छु मोड 1 मा चाहिँ एकदम सुपर स्पोर्ट
मोडै भनौँ न जसमा चाहिँ पावर 1मा सबै त्यो गरेर बनाएको छ त्यो चाहिँ मैले अहिलेसम्म चलाएको छैन मैले आफूलाई भनेको छु कि I'll just do that on track days ट्र्याक डे गयो भने व्याक्स लगाएको त डह्रो छिप्यो त बाइक सो एक्जस्ट सुनिदिउँ है त एकचोटि ल यो चाहिँ एक्जस्टसितको अडियो विथ भ्यू I hope you guys can see it properly. So before I check out the round review हेर्दिम टल्के छ दामी चट्टो स्लिभ लगाएर सरी लिभ होइन व्याक्स लगाएर दामी टल्किरहेछ अलि डिटेल क्लिनिङ भएको छैन सो या एक्चुअली फाइनल चेक Yes, it's recording. Okay. Audio check. I would say let's start the trip. एउटा यो चाहिँ क्यामेराको पोजिसन हेर्नलाई राखिरहेको छु यहाँ मिरर एउटा चाहिँ साइडमा यो गर्न सही मजा आउँछ बाइक तात्तै छ भने यस्तो मजाले हुन्छ यो चाहिँ मेरो छिमेकीको गाडी हो है छिमेकीहरू छन् सबैजना एकजना नेपालीहरू आउनुहुन्छ भन्छ तर हामी चाहिँ चिन्दैन भेट्दैन पनि कहिले काहीँ देख्छौँ नेपालीहरू मात्रै बाँकी सबै कुहिरोहरू छ इट्स अ गुड फ्राइडे सबैको छुट्टी भएर घर आइसकेको छ बच्चाहरू पनि फ्यामिलीहरूसँग हिँडिरहेछ त्यसले तर आँखा पुङ पुङ गरिदिन्छ त रिटायरमेन्टमा चाहिँ यस्तो घरमा बस्नुपर्छ कि ठिक हुन्छ टक्क लगाएर सानो सफा गर्ने टेन्सन नै टोयलेट बाथरुम किचन चाहिँ अलिकति छुट्टेको अनि एउटा सिटिङ रुम अनि जस्ट लिभिङ रुम हो सानो एक तलको घर सो आज हामी लेफ्ट साइड जाँदैछौँ I hope everything went well and your weather चाहिँ best weather हो UK को usually एकदम रेयर छ पाउन होइन ओलाहरू गाडी त्यसले टल्काएर हिँडेको र राइट BMW 4 सीटर 4 सीटर रे 2 डोर 3 डोर र 5 डोर भन्ने हुन्छ त्यो चाहिँ 3 डोर म चाहिँ फुल थ्रोटलमा कुदाएको छु नि एकदम डिसिप्लिनमा पब्लिकमा भनेपछि डिसिप्लिनमा कुदाउनु पर्यो राउन्ड अबाउटमै यसरी प्रायोरिटी दिनु पर्यो अनि अझै यस्तो एकदम राउन्ड अबाउट छ स्विन्डन चाहिँ एकदम धेरै राउन्ड अबाउट छ जस्तै नेपालको त्यो चौला खेलको छ नि राउन्ड अबाउट त्यही हो अनि यहाँ चाहिँ राइटलाई प्रायोरिटी हुन्छ जस्तै अब म यसरी गइरहेको छु यसले मलाई छोडिदिन्छ जाँदैन अब म यसरी पछाडि हिँड्ने एक्जिट लिने अब चाहिँ 40को स्पिड आयो धेरै कुदाउनु हुन्न भाइजर लाउनु पर्यो के गर्ने कटार्न मन लागिहाल्छ कुदाउन भन्यो गाह्रो पो छ हौ गाह्रो छ हजुर ल अब त्यो यति मात्र ताने छु गियर अझै हो एकमै कुद्ने हो यो ल अनि त्यो मजै नहुने के अनि पटार्न मन लाग्ने के अब यति तान्दै 40 पुगिसक्यो होइन त्यही भएर अब के भन्ने अब रुल्स अनुसार चलाउनै पर्यो कहिले काहीँ त कुदाइन्छ यसो मन लागेको बेला जोस आएको बेला अब आज चाहिँ यसो एक राउन्ड जाने यसो टाउनतिर जानु पर्ला अलि बिजी हुन्छ होला यो टाइममा के हेरौँ के हुन्छ हाइवे साइडतिर जानुहुन्थ्यो आज अलि नजाने किनकि गियर नि मजाले भएको छैन जस्ट क्याजुअल केटरमा छ हुन त यहाँ केही गर्दैन बट आफ्नै सेफ्टीको लागि ओ ट्राफिक यो ठाउँमा जहिले ट्राफिक हुन्छ फेरि आज फेरि फ्राइडे सबको 5 बजीभन्दा अगाडि छिटो छुट्टी हुन्छ अनि पुरै ट्राफिक छ आई थिङ्क घुमाएर अरू बाटो जानुपर्छ होला आज टाउनतिर नजानु पर्ला हो राइडर केटी आई थिङ्क आज यतातिर जानु पर्ला हौ डेस्टिनेसन चेन्ज भयो जाम देखेर
कस्तो लभली वेदर छ नि आज त त्यो पुरा कन्ट्री साइडतिर त राइडरहरू पुरा ग्रुप बनाएर गइरहेछ ल आज हाम्रो त आएर भनेको कोही आएनन् सबजना अब कोही ड्याडीहरू छन् कोही काममा बिजी होला फ्राइडे म फेरि विकेन्डमा काम भन्ने मान्छे है चल यता चाहिँ टाउन एरिया हो सब ट्राफिक छ सो त्यसलाई छोडिदिउँ मजाले आज चाहिँ अलिकति यो डुअल क्यारेज भन्छ यो चाहिँ अब नर्मल बाटो 30-40 को हुन्छ यो डुअल क्यारेज चाहिँ 60 को हुन्छ म्याक्स स्पिड तर कुदाउँछ क्यामेरा छैन भने कुदाइदिँदा अब जस्तै अहिले मैले कुदाएँ नि अब यो त्यो अगाडिको साइन चाहिँ नि यस्तो गोलो अनि क्रस गरेको त्यो चाहिँ नेसनल स्पिड भनेको के 60 to 70 आई थिङ्क 70-60 खै अब त्यो चाहिँ बटार्दा भयो कस्तो मजा आउँछ तर के गर्ने है कुदाउन पाइन्न एकछिन बटार्ने मात्र हो बटारौँ है त बच्चा बेला मिन्टो लन्डनमा भन्दै रातो खालको बस देख्थ्यो अनि फोन बुथ अहिले एभ्रिडे देख्दा त केही चिजै नलाग्ने रहेछ ओए क्यामेरा त ढल्केछ सुत्दैछ सुत्छै यो क्यामेरा त झन् त 360 अलि एङ्गल मिलाउनु मिल्छ यो चाहिँ स्ट्र्याप लिएको खै गाइज लिभ डाउन ओ निन्जा गयो निन्जा आउने गाइज मैले स्ट्र्याप आई डोन्ट नो हाउ टु द स्ट्र्याप राइट तरिकाले or not because खाली यो तल खसे गर्छ I did my best to tighten him up but it's not working it keeps falling down like this so if you guys know anything about it please comment down below and let me know enlighten me windmill mill भन्ने चाहिँ अफिस जाने हो क्या एरिया छ ठुल्ठुलो अब आफ्नो अफिसहरू मिल्छ अनि कोवर्किङ स्पेसहरू पनि लिनु मिल्छ जस्तै मेरो अफिस बनाएको थियो पहिला त्यहाँको टेबलहरू दिन्छ आफ्नै प्राइभेट हुन्छ त्यो टेबल आउने जतिखेर 24/7 एक्सेस अनि यहाँ मेम्बरसिप लिएपछि वर्ल्ड वाइड एक्सेस के तिमीले अब विदेशमा गएर अरू ठाउँमा यिनीहरूको अफिस छ भने यु क्यान युज इट त्यस दामी छ बिजनेसम्यानहरूको लागि म चाहिँ काइन्ड अफ बिजनेसम्यान पर होइन हुन्छ नि अब अलिकति ओहो यहाँ त जानुहुन्थ्यो फेरि स्पिडमा आउँछ है यो बाटोमा नजाउँ होला एउटा भिडियो हेरेको थियो बट कन्ट्री साइडतिर मजाले कुदाइरहेको थियो बाइक अनि एउटा गाडीलाई यस्तो ओभरटेक गर्छ त्यसको चाहिँ चिन हेलमेटको चिनतिर लगाएको छु क्यामेरा उताबाट गाडीहरू ब्रेकको ठोकिन्छ लेग गार्डमा त्यसको त त्यति मात्र ठोकिँदा त खुट्टामा लाग्छ होइन खुट्टा त भाचाक बुझुक्यो गर्छ बिचरा त्यस्तो भयो पनि त्यो बाइक चाहिँ त्यस्तो डिसब्यालेन्स केही नभएको खुट्टामा मात्र ब्राकको लाग्यो लेग गार्डमा होइन होला आई थिङ्क लेग गार्ड थिएन होला खुट्टामा मात्र ब्राकको लाग्यो के खुट्टा त प्याचाक्यो कि यस्तो लत्राङ्ने के गर्छ साइडमा लैजान्छ त्यो सम्झिँदा त झन् मेरोमा त लेग गार्ड नै छैन जान्छ है त्यस्तो सोच्नु हुन्न यार बाउ हुने बेला ड्याडी हुन 3 महिना छ ओ मास ल यस्तो छ पछाडि हेरिहाल्नु पर्यो ओ ड्युक एडभेन्चर कुन चाहिँ रहेछ अनि यहाँ चाहिँ यो 30 को बाटो छ खास यो 60 को बाटो हो वर्क इन प्रोग्रेस नि छैन आई थिङ्क यो बनाएर झिक्न बिर्सेको होला तर सबले स्पिड कुदाएकै छ म पनि कुदाइदिन्छु बाइक त कस्तो रङ गियर खुट्टा त तातो भयो त्यो चाहिँ लो गियरमा कुदाइराख्यो भने त्यही माथि अघि मैले सँगै बटार्ने गरेछु अब म यसरी राइट साइडमा चाहिँ स्लो कुदाउनु हुन्न है गाइज साइड लगाइदिनुपर्छ कोही नै ओभरटेक गर्ने कोही हतार भएकोहरू छिटो जान्छन् यो सेम यो लजिक हो क्या हामी त्यो हुन्छ लिफ्ट एस्केलेटर चढ्दाखेरि लेफ्ट साइडमा बस्छन् सबैजना राइट साइडमा बस्छन् अनि जो जसलाई हतार्छ त्यो चाहिँ लेफ्टबाट दौडेर जान्छ सेम लजिक यहाँ पनि त्यही हो स्पिड लिमिट एउटा आफ्नो हुन्छ त्यसमा यो कर्नरमा कुदाएर हिँड्ने यु क्यान राइड 20 एज वेल केही प्रब्लम हुँदैन जो जसलाई हतार्छ दे क्यान गो इट फ्रम राइट साइड क्या अब
राइट साइडबाट ओभरटेक गरेर यताको लेन आउँदा नि भयो अब त्यही लेनबाटै सिधा जाँदा नि भयो मेरो फोनको माइकको इन्स्टाको सबै रेकर्ड भइरहेको छ मैले कस्तो यो लाइटै हटाइदिएँ क्या सेटिङ्सबाट नत्र यो रेड लाइट बोलिरहेको थियो रेकर्डिङ भएको थाहा हुन्थ्यो अहिले मिलाउनु पर्ला ल ट्राफिक नियम पालना गरौँ यस्तो बेला मान्छेहरू ओभरटेक गरेर जान्छ कुइनले दरो स्माइल दिन्छ त BMW कुरा छिन् माथि क्यारेज राखेर ओ घाम टल्केको ल ग्रिन लाइट दुईटा लर्नर सोल्टियर रहेछ नि त अगाडि यो लेनमा बस्नु यहाँ त पिच गरेछ अस्ति बाटो बन्द थियो होइन म चाहिँ यता पछि लर्नर सोल्टियर छ उनीहरूलाई चाहिँ अब हुन्छ नि सिक्दैछ प्रायोरिटी दिनुपर्छ नेपालमा जस्तो चाहिँ एउटा भित्र सिक्ने भन्ने हुन्न यहाँ स्टार्टिङदेखि नै रोडबाट पाउँछ तर यस्तो रोडमा चाहिँ अलिकति सेसनहरू हुँदै गएपछि उनीहरूको अलिअलि एक्सपिरियन्स हुँदै गएपछि बल्ल हुन्छ सो इट्स बेस्ट टु स्टे फार अवे फ्रम देम किनकि यु नेभर नो कि अब प्यानिक भइदिन्छ होइन उनीहरूले जान नगरेर आफू सेफ बस्नु त पर्यो क्या मजा आउने यार बोल्दै यस्तो ब्लग बनाउनु त Baby, I'm so फाइनली मेरो इन्स्टा 360 काम आएको छ होपफुली उसम्म रेकर्ड भएको होस् त्यहाँसम्म भएपछि चाहिँ अहिले अलिअलि फोनको क्यामेराबाट गर्छु म ओ सोल्टियर त गाडीमा दुईटा साइकल हालेर आज चाहिँ लेट्स जस्ट गो टु बाइक स्टोर है त गाइज बाई माई बाइकको एपरल्सहरू पहिला बाइकै सोरुम हुँदा थियो यहाँ बिचरा बिजनेस नभएर बन्द भयो अब मेरो बाइक सर्भिसिङ गर्न नि कहाँ अब 30 माइल्स कति 45 मिनट्सको ड्राइभ टाढा त्यस्तो जानुपर्ने छ अहिले त बेला भएछ न 3000 पुगेपछि सर्भिसिङ गर भनेछ अब होपफुली त्यति पुगेपछि गर्नु पर्ला स्टिल 2200 भयो अब 2-3 राइड गयो भने आई थिङ्क सर्भिसिङ गर्ने टाइम आउँछ आइदर 3000 माइल्स or 1 year भनेछ वाउ I hope video recording is going well. Please storage कम भयो यो त्यो नभन्नुस् एउटा ठाउँमा रोक्नु पर्यो अब त्यो अगाडि त्यहाँ छ as you guys can see Mega Motorcycle Store we are going there म चाहिँ मेरो स्लो स्पिडले पछाडि गाडी डिस्टर्ब भयो भनेर चेक गरेको नरहेछ खाली रहेछ बाटो ओ PHS Group खाली छ ओ लोरीले लाइट बालेछ सबै भनेपछि एकदम होसियार हुनुपर्छ यु नेभर नो जस्तै मैले यो लोरीको ऐनै देखेको छैन नि त्यो भनेको त्यो ड्राइभरले मलाई देखाइ छैन सो टु खास भाइ के गरेको यो लोरीले स्केरी म्यान स्केरी ओ सोल्टीले गाडी हेर्दैछन् 7000 मा राम्रो छ आई थिङ्क राइडरहरू पनि छ होला त्यहाँ होपफुली छ छैन थाहा छैन फाइनली आइपुग्यो मैले त हात किन्छौँ पछाडि खाली छ है बाटो त्यही भएर पब्लिक रोडमा नो डोन्ट डु द्याट स्टुपिड थिङ्स खाली छ त आज त मान्छेहरू आउनु पर्ने त ल चाहिँ मेगा मोटरसाइकल स्टोर है where I buy my bike stuff. Bike talkies us all late, so yeah. के दोष हो मेरो बाइकको राम्री भएपछि सो फाइनली आयो हामी चाहिँ
guys store motorcycle where I buy my gloves, boots, jackets, everything. Your pin as well, everything, anything. I think म त भ्लगिङमा पिपलहरु चाहिँ अलिकति स्पिडिङहरुको एक्सपेक्ट गर्छ म चाहिँ अहिले स्पिडिङको भिडियोहरु चाहिँ हाल्दिन because I prefer to do that on अलिकति track days or कि त motorway कि त अलिकति खाली बाटो भनौं न केही नआउने खालको डिस्टर्ब नहुने बाटोमा गर्दा अलिकति नन रेसिडेन्शियल एरियाहरु जस्तो ठाउँमा मेन चाहिँ के हो कि भोलि स्पिडिङ गर्दा कसैलाई केही नहोस् के So yeah, vlog सुरु भएको छ अगाडि राइडर आइरहेछ ओइ ओइ बाइकले तान्दिरा भने मिलाउँदा यहाँ चाहिँ जो बाइकरले नि देख्यो भने एकअर्कालाई नोट गर्छ which is another good perks चेन चाहिँ मजाले चेक गरिहाल्छु फेरि लास्ट टाइम मेरो पर्सको चेन ब्याकको साइड ब्याकको चेन चेक नगरेर मेरो सब लाइसेन्स मेरो ब्याङ्कको कार्डहरु नेपालको नेसनल आइडेन्टिटी कार्डहरु सबै हरायो तर लकिली सबै बनायो पनि बनाइहाल्यो चिसो पो भयो त घाँटीमा Okay, let's start the vlog. I would say I'm on my way to home, eh? I will stop my vlogging and guys, if I go to 3,000 subscriber, which you guys are the one, I'll make sure on my 3,000 subscriber I'll make a video of that buying that Alpine Star helmet. Not helmets, helmet, because I'm just going to buy one. So guys, please make sure to follow and subscribe me so I can convince my wife as well. So at least I can say like, look, I got 3,000 followers. At least I gotta treat myself, you know. So yeah. Hey yo, एउटा आफूलाई मोटिभेट गर्ने गोल पनि राखेको अब यतिकै किन्यो भने किनि त हाले किन के हुन्छ बट एटलिस्ट त्यो भयो भने चाहिँ ओ मैले यत्रो उस भएर किनेको हेलमेट हो भन्ने एउटा मेमोरी पनि हुन्छ अनि मलाई चाहिँ त्यो हेलमेट किन्न मन लाग्यो यो चाहिँ जमानामा किने थिएँ मलाई अहिले लगाइरहेको हेलमेट 2 years ब्याक आउने बित्तिकै यहाँ चाहिँ लाइसेन्स निकाल्न अलि झमेला प्रोसेस छ if you guys want me to make video regarding how to get this full air bike license easy way cheapest way then leave a comment down below you know अनि त्यही बेला चाहिँ अब भर्खर आएको युके अनि सीबीटी गर्नुलाई चाहिँ अर्को हेलमेटहरु नि थियो तर के अर्को लाउने भनेर किनेको थिएँ के हेलमेट चाहिँ तर यो हेलमेटमा चाहिँ के भयो भने कार्ड लगायो केटाहरुसँग बोल्ने तर त्यो हावाले पुरै छिर्ने के कान पनि दुख्ने अनि पछि अस्ति केटाहरुको हेलमेट लाएर चेक गरेको त भप्प हुने रहेछ खास अनि त्यसमा चाहिँ हेलमेटको क्वालिटी हेरेर हुने रहेछ के सो त्यही भएर यो पछि अर्को किन्न लाथे अब के काम चलाउ किन्ने अब किनेपछि राम्रै किन्ने which will be after 3,000 subscribers so yeah my helmets is all on you guys if you guys start subscribing me I'll make sure I'll get this by within this year so यो चाहिँ जहिले गर्नुपर्छ गाइस जहाँ पनि यस्तो हो यस्तो फटा हुनुहुन्न यस्तो बाटो काट्ने ठाउँ छ भने just leave this space man why rush के को हतार अनि उता खाली ठ्याक्क आफ्नो अर्डनेस भएपछि बल्ल जाने हैन कोही छैन but still let's just be civilized एउटा गाडी अगाडि गएर केही नि हुन्न ओ शिट मलाई हेलमेटको बेल्टै लाउन भुलेछु नि त पुलिसले समात्यो भने त चुना लाउँछ त यार गाइस साला पागलहरु त्यो कालो गाडीले राउन्ड गर्नु यसलाई बाटो नदेखेर त्यस्तो हुन्छ यार मान्छेहरु अझै भिडियो बनाउनेको धुनमा हेलमेटको स्ट्र्याप लाउनु भुलेछु I'll just start getting अहिलेलाई अलिकति पुलिसलाई डाउट नहोस् न देख्यो आज सिधै हाइको बाटो नजाउँ टाउनको बाटो जाउँ यहाँ त ट्राफिक छ आई होप अब जाँदा कस्तो छ
Traffic. Okay, let's just get going. आउँदा चाहिँ कस्तो छ बाटो है त टर्नको टनलमा चाहिँ मजा आउँछ क्या अरू भन्दा नि भर्खर नयाँ पेन्ट गरेर छ दामी देखेछ हो यहाँ चाहिँ अब रन्काउने भनेको त ट्राफिकको रहेछ रन्काउनु चाहिँ बच्चा छ है त्यही पनि यत्तिकै ठुलो सुन्नुहुन्छ Okay, get back to motor vlogging. So yeah guys, आज the weather राम्रो छ lovely weather भइरहेछ अनि यो घर यो टाउनको बाटो चाहिँ घाँडा लाग्छ कि यस्तै कुदाउन नि मजा आउँदैन दिमाग खराब ओइ 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 चिप्टा ढक्कन रहेछ त अन्त चिप्लेन यार टाउनमा यो इन्जिन रन्किसक्यो एक घन्टा बटरमा पाउन्न है नेक्स्ट भिडियोमा चाहिँ म उता अर्को कन्ट्री साइडतिर जान्छु अहिलेलाई चाहिँ अब यो भिडियो घर गएर हेर्छु प्रिपेयर गर्छु रेडी गर्छु अनि आज नै पोस्ट गरिदिन्छु होला गर्दिन्न के जान्छ र Let's see how many followers I get. And if I get, international followers who started subscribing me, I will start putting subtitles as well. And if I keep getting more international subscribers, then I'll start speaking in English. I'll start making my motor vlog in English, so everyone can understand. And I know Nepal now. All the Nepalese, we are great people, we are educated, we know how to speak English, and we all can literally understand English. Okay, look at Pine Dazu, Pine Kondo Dazu. Khatra bolnu bhayo, khatra speech dinu bhayo. Tali tali. यतिकै बोल्दैछ रेकर्ड गर्छु कि नै यहाँ टनेलमा दामी मजा आउँछ यार भनेको जानै पाइएन म पर्खाउँछु टनेलमा मान्छेहरू छ यार सराप छ होला It's a man's world. Oh, yeah, go. Honey Korea, this thing. So it looks like it. Yeah, designer outlet को कुरा हुँदैन यही हो ठाउँ युकेको टाउन यताउता केही छैन यो सुनिन्छ यही हो बेस्ट प्लेस भनेको डिजाइनर आउटलेट द्याट्स ऑल सोल्टिएर यता आउँदै गयो रहेछ अब यहाँ एकछिन बटारौँ गाइज उता अब उताबाट आउने गाडी आउने लेन रहेछ अब यसमा सिधै डाउन सिफ्ट गर्नुहुन्थ्यो तर यत्तिकै रन के छ बाइक झन् रन्किन्छ so I'll just do it slowly अब स्पिडिङ गरौँ ब्रेक चाहिँ धेरै हान्नु ब्रेक छिटो खिन्छ चुना लाग्छ सो यताबाट जाउँ बिकज म जाने लेफ्ट हो गाडी आइरहेको छ गाडी आइरहेको छ गाडी त आइरहेको छ तर क्यान भ्याउँछु सोचे चाहिँ जिन्दगी रहेनछ सोचे चाहिँ जिन्दगी रहेनछ
यसअघि त्यो काम चार्ज गरेर एकछिन काम लाग्यो घरसम्म पुग्छ होला चार्ज भयो फुल्ली सो आई गट 2 अडियोज एउटा माइक चाहिँ इन्स्टामा जोडेको छु अनि हेलमेटमा यो चिनमा त नभनौँ यो नोज यो चिनको अगाडिको रबरमा हालेको छ एन्ड देन बाइकको अडियोको लागि चाहिँ पकेटमा मैले मोबाइलमा भोइस रेकर्ड गरिरहेको छु सो कपडाले चाहिँ फिल्टरको काम गर्छ नोइज विन्ड रिडक्सनको तर होपफुल्ली बाइकको आवाज मजाले लिएको होला ओ नो ओभरटेकिङ फ्रम लेफ्ट साइड नेभर एभर नेभर यु नेभर नो गाडी यताइदियो भने गयो वेस्ट इन्डियन छिर्यौँ हामी भर्खर पछाडि गाडी आएको छैन यता जान्छु किनकि यताको बाटो उता जाने त्यही भएर अलिकति धेरै गाडी हुन्छ यताको बाटो सिधै उता जाने हुन्छ त्यही भएर थोरै गाडी हुन्छ वाउ वाउ बिना वाउ ओहो उतैबाट जानुपर्ने रहेछ मान्छे के गर्न आएको के भन्ने अब यस्तो बाटो काट्नु पाउनु क्या अब यहाँबाट तलबाट जाने बाटो छ के अब सर्टकटको लागि यस्तो स्पिड आउने बाटोमा अब हेर्नु बाटो काटिदिएको Okay, thanks for watching guys. Make sure to subscribe and follow. Your subscription will make me buy helmet. 3,000 subscriber pugin, I'll buy that helmet and I'll make a video of that by the I'll make that video of buying that helmet. I'm okay English the English way together. Okay, see you guys. Sayonara. Bye bye. Dhanyabad for watching. Thank you for watching everyone guys. Peace out.